बुढ्यौलीले त केवल शरीरलाई मात्र थकाउँछ, तर सन्तानको रुखो बोली र रुखो व्यवहारले बाबुआमाको आत्मालाई समेत थकाउँछ र आत्मालाई समेत गलाउँछ। यो एकदमै मर्मस्पर्शी भनाइ छ। हेर्नुहोस् है, आजकल हामी यति धेरै व्यस्त छौँ कि हामी आफ्ना मान्छेहरूलाई समय दिनको लागि कन्जुसाइ गर्छौँ। म व्यस्त छु, म भ्याउँदिन, म यो काममा हिँडिराखेको छु। हामी आफ्नो मान्छेहरूलाई जति समय दिनुपर्ने थियो हामीले त्यो समय दिनबाट हामी वञ्चित भइराखेका छौँ। हाम्रो आफन्तहरूले ती समय पाउनको लागि अनुनय विनय गर्नुपर्ने अवस्था अहिलेको यो पुस्तामा तपाईँ हामीले प्रशस्तै मात्रामा भेटिरहेका छौँ। आज मैले किन पनि सुरुमै बाबुआमाको प्रसङ्गलाई जोडिराखेको छु भने हेर्नुहोस्, एउटा माता पिताले एउटा सन्तानलाई जन्माउन, हुर्काउन र बढाउनको लागि कति सङ्घर्ष गरेको हुन्छ, कति दुःख गरेको हुन्छ। आफू खाई नखाई, आफू लाई नलाई, आफू भोक भोकै बसेर आफ्ना सारा रहर, इच्छा र चाहनाहरूलाई एकातिर राखेर माया मारेर ती आफ्ना सारा सपनाहरूलाई आफ्नै अगाडि जलाएर आफ्नो सन्तानको हितको लागि, सन्तानको उन्नतिको लागि, सन्तानको प्रगतिको लागि, सन्तानको खुसीका लागि हर बखत लागिरहने ती माता पिता भगवान सरह हुन्। हेर्नुहोस्, मैले हिजो भर्खर एउटा नेपाली फिल्म परानको ट्रेलर पनि हेरेको थिएँ। त्यहाँको एउटा संवादले मेरो मन छिया छिया पनि भयो कि त्यहाँ भनिएको थियो कि पहिला पहिला बाबुआमा मरेपछि छोराछोरी टुहुरा हुन्थे, तर अहिले छोराछोरी बढेपछि चाहिँ बाबुआमा टुहुरा हुन्छ। हेर्नुहोस्, यो भनाइले मेरो मन यति छोयो कि मेरो मन छिया छिया बनायो। वास्तवमै यो संवादसँग अहिलेको समाजलाई तुलना गर्ने हो भने, कम्पेयर गर्ने हो भने यो समाजमा त्यही नै भेटिन्छ। अहिलेको यो पुस्तामा सबैलाई नभनौँ, धेरै जसो अधिकांश मानिसहरूको घरलाई निहाल्ने हो भने बाबुआमा भार भएको भेट्छौँ। बाबुआमा सन्तानको लागि बोझ भएको हामीले देखिरहेका छौँ। यो बुढाबुढी कराइरहन्छन्, यो बुढाबुढीले के जाने छन् र होइन। बुढाबुढी प्रतिको, आमा बाबु प्रतिको जुन व्यवस्था अहिले पछिल्लो समय यो समाजमा बढ्दो छ। मैले अघि पनि भने, फेरि पनि भन्छु, एउटा माता पिताले आफ्नो सन्तानको लागि गरेको दुःख, आफ्नो सन्तानको लागि गरेको सङ्घर्ष, आफ्नो सन्तानको लागि गरेको त्याग, तपस्या, हेर्नुहोस् तपाईँले यो जुनीभरि जति गरे पनि ऋण तिर्न सक्नुहुन्न। मेरो बाले हामी सानसानो हुँदा भन्नुहुन्थ्यो कि जब तिमी आफू बाबु बन्छौ तब मात्रै थाहा हुन्छ बाबुआमाले आफ्नो छोराछोरीको लागि कति त्याग गरेका हुन्छन्, कति तपस्या गरेका हुन्छन्, कति दुःख गरेका हुन्छन्, कति आँसु बगाएका हुन्छन्। म तपाईँलाई के अनुरोध गर्छु भने आदरणीय मन, बाबुआमा भगवानको अर्को रूप हुन्। आज तपाईँले बाबुआमालाई सकेसम्म समय दिने कोसिस गर्नुहोस्। तपाईँ भौतिक रूपबाट टाढा हुनुहुन्छ, दूरीको हिसाबले तपाईँको मातापिताबाट तपाईँ टाढा हुनुहुन्छ भने कमसे कम फोन गर्नुहोस्। दिनमा एकपटक फोन गरेर बा के छ भन्नुहोस्, आमा के छ भनेर सोध्नुहोस्, खाना खायो भनेर सोध्नुहोस्। त्यति एउटा सानो शब्दले पनि तपाईँको बाबुआमाको अनुहारमा आउने त्यो खुसी छ, त्यो खुसीलाई कुनै शब्दमा बयान गर्न सकिँदैन। तपाईँ सँगै तपाईँको मातापिता, तपाईँको बाबुआमा हुनुहुन्छ भने उहाँहरूसँग केही समय भने पनि व्यतीत गर्नुहोस्। उनीहरूको कुरा सुन्नुहोस्, उनीहरू के चाहन्छन्, तपाईँबाट उनीहरूले के आशा गरेका छन्। एउटा बाबुआमाले बुढ्यौली सँगसँगै तपाईँबाट चाहने कुरा भनेको समय हो। हेर्नुहोस्, तपाईँले मेरो बाआमालाई मैले यति पैसा दिएको छु, यत्रो धन सम्पत्ति दिएको छु, यत्रो 4 तलाको घरमा राखिदिएको छु। हेर्नुहोस्, त्यो घरले तपाईँको बाआमासँग के कुरा गर्छ? त्यो घरले तपाईँको बाबुआमाको भावना बुझ्न सक्दैन। हेर्नुहोस्, तपाईँले दिएको भौतिक सामानहरूले, ती भौतिक कुराहरूले तपाईँको बाबुआमाको भावनालाई बुझ्न सक्दैनन्। हेर्नुहोस्, बाबुआमालाई समय दिने कोसिस गर्नुहोस्। सक्नुहुन्छ उनीहरूसँग बस्नुहोस्। समय र परिस्थितिले तपाईँलाई आफ्नो बाबुआमासँग टाढा बनाएको छ भने मैले अघि पनि भने कमसेकम एकचोटि दिनमा एकचोटि फोन गर्नुहोस्, उहाँहरूको हाल खबर बुझ्नुहोस्। हेर्नुहोस्, आज तपाईँले जे रोप्नुहुन्छ भोलि त्यही प्राप्त गर्नुहुन्छ।
तपाईँका पनि सन्तान छन् घरमा। तपाईँले आज आफ्नो आमा बाबुलाई जस्तो व्यवहार गरिराख्नु भएको छ, जुन कर्म गरिराख्नु भएको छ, माता पितासँग जस्तो तरिकाले बोलिराख्नु भएको छ, तपाईँको सन्तानले तपाईँलाई हेरिरहेका छन्। भोलि तपाईँ पनि बुढो हुनुहुन्छ, तपाईँको पनि बुढ्यौली समय आउनेछ, तपाईँको हात खुट्टा पनि कमजोर हुनेछ, तपाईँको शरीर पनि गल्न थाल्नेछन्, तपाईँका यी पोटिला छालाहरू पनि चाउरिँदै जानेछन् र त्यति बेला तपाईँलाई तपाईँको सन्तानले अभद्र व्यवहार गरे भने, तपाईँलाई समय दिएनन् भने, तपाईँलाई बोझ सम्झे भने, तपाईँको कारणले गर्दाखेरि मेरो जीवनमा यस्तो उस्तो भयो भनेर क्षुद्र व्यवहार गर्न थाले भने तपाईँको मानसपटलमा, तपाईँको मनमा कस्तो भावनाहरू उत्पन्न हुन्छन् भनेर एकचोटि कल्पना गर्नुहोस् त, एकचोटि सोच्नुहोस् त। मैले बारम्बार के भन्छु भने यो समय चक्र सँगसँगै हेर्नुहोस्, तपाईँको कर्म जे हो तपाईँले फल पनि त्यसै पाउने हो। तपाईँको जस्तो कर्म छ फल पनि त्यस्तै पाउनुहुनेछ। राम्रो कर्म गर्नुहोस्, राम्रै फल पाउनुहुनेछ, नराम्रो कर्म गर्नुहोस्, नराम्रै फल पाउनुहुनेछ। यही धरतीमा रहउन्जेलले तपाईँले यसको रिजल्ट पाउन सक्नुहुनेछ। बाबुआमालाई सम्मान गरौँ, माया गरौँ, उहाँहरूको कुरा सुनौँ, उहाँहरूसँग समय व्यतीत गरौँ, उहाँहरूको हालखबर बुझौँ, उहाँहरू के चाहनुहुन्छ, उहाँहरूको चाहना अनुसारको तपाईँ केही समय भने पनि भइदिँदा रहँदा उहाँहरूको अनुहारमा आउने त्यो खुसी, त्यो चमक, सन्तुष्टि अरू केही कुराबाट तपाईँले दिएको करोडौँको सम्पत्तिबाट पनि त्यो बाबुआमाले पाउन सक्नुहुन्न। यो कुरालाई बुझेर जीवनमा अगाडि बढौँ। अन्तिममा म के भन्छु भने बाबुआमालाई बोझ नसम्झौँ, बाबुआमालाई भार नसम्झौँ। मैले बाबुआमा पालेको छु नभनौँ, म बाबुआमासँग छु भन्नुहोस्, बाबुआमाले मलाई सहारा दिनुभएको छ भन्नुहोस्। मैले सो गरे छु, उसो गरे छु, आज तपाईँले गरेको सानो कुरालाई मैले के नै गरेँ भन्नुभएको छ। तपाईँको बाबुआमाले तपाईँलाई बनाउनको लागि, तपाईँलाई अहिलेको यो स्थानमा पुर्याउनको लागि कति दुःख सङ्घर्ष गर्नुभयो त्यो भनेर साध्य छैन। त्यसकारण सबैभन्दा ठुलो कुरा भनेको भावना हो। सम्पत्ति कमाउन सकिन्छ, मन मिले, भावना मिले, सब दुःख गर्न सकिन्छ, तर भावनात्मक रूपमा जब सम्बन्धहरू टाढा हुन थाल्छन् तब जीवनमा निराशापन बाहेक अरू केही पनि आउँदैन। तपाईँ यो नसोच्नुहोस् मसँग यति धेरै पैसा छ, यत्रो ठुलो घर छ, यत्रो जग्गा जमिन छ, म त कति खुसी हुन्छु, यो नसोच्नुहोस्। तपाईँका नजिकका मानिसहरूले तपाईँसँग राम्रो व्यवहार गरे भने, तपाईँका वरपर तपाईँको दुःख सुखमा साथ दिए भने त्यो सबैभन्दा ठुलो सम्पत्ति हो है। बाबुआमा भगवानको अर्को रूप हुन्। बाबुआमालाई सम्मान, सम्पूर्ण यो धरतीमा रहेका सम्पूर्ण बाबुआमाप्रति नमन भन्न चाहन्छु। बाबुआमालाई सम्मान गरौँ, माया गरौँ। उहाँहरूको प्रेरणाबाट आज हामी यो स्थानसम्म आइपुगेका छौँ। आज हामीले म हुँ भनेर गर्वको साथ छाती फुलाएर हिँड्न सक्नुमा बाबुआमाको ठुलो भूमिका रहेको छ। जय माता पिता।